नमस्कार सम्पूर्ण साहित्यिक मनमुटु दर्शकहरुमा सधैँको शुक्रबार चाहिँ आज पनि गजल शुक्रबारको भाग 411 लिएर यहाँमाझ उपस्थित भइसकेको छु। तपाईहरुकै सहयात्री वीरेन्द्र मालाकाल। सधैँको शुक्रबार चाहिँ आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न किसिमका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रमा गएर गजल सुटिङ गर्ने क्रममा म यो आज काठमाडौँको सीता पाइला माथि रहेको बद्रीनारायण धाम भन्ने ठाउँमा आइपुगिसकेको छु। धार्मिक तथा प्राकृतिक दृष्टिकोणले निकै नै सुन्दर रहेको यो हाइटमा अवस्थित यो धाममा हजुरहरू पनि एकपटक यहाँ आएर भ्रमण गरिदिनु हुन अनुरोध गर्दछु। निकै नै सुन्दर रहेको छ र यो स्थानमा आएर भ्रमण गरेर यहाँले पनि एकपटक आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। मेरा गजलका शेयरहरू सुरु गर्नुभन्दा अगाडि जसले मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भाग 411 सम्म पुर्याउनको लागि साथ दिनुभएको छ, यहाँप्रति हिजोदेखि नै आभार व्यक्त गर्न चाहन्छु। साथ र सहयोग सधैँ यसरी नै रहिरहनेछ भन्ने आशा पनि लिएको छु। मेरा गजलका शेयरहरू यसरी सुरु हुन्छ। कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, स्टेजमा होस् सबै थर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर। कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर। कति राम्रो सुहाएको छ गुलाफी जामा, कति राम्रो सुहाएको छ गुलाफी जामा, मिठो मिठो बास्ना आउने अत्तर छर्काएर, मिठो मिठो बास्ना आउने अत्तर छर्काएर। स्टेजमा होस् या जमिनमा सबै थर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर। साधारण नै श्रृङ्गार गर्छिन् छैन उत्ताउलो, साधारण नै श्रृङ्गार गर्छिन् छैन उत्ताउलो हो, साधारण नै श्रृङ्गार गर्छिन् छैन उत्ताउलो। कोरी बाती गरी कपाल अगाडि लड्काएर, कोरी बाती गरी कपाल अगाडि लड्काएर, कोरी बाती गरी कपाल अगाडि लड्काएर। मिठो मिठो बास्ना आउने अत्तर छर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर। कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर। थाक्दै थाक्दिनन् कहिले पनि नाच्दै गर्दा, थाक्दै थाक्दैनन् कहिले पनि नाच्दै गर्दा। गर्मी होस् या जाडोमा पसिना धर्काएर, गर्मीमा होस् या जाडोमा पसिना धर्काएर। कोरी बाटी गरी कपाल अगाडि लड्काएर, मिठो मिठो बास्ना आउने अत्तर छर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर। कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर। म अन्तिम शेयरमा छु। सङ्गीतको निकै पारखी छे मेरो प्यारी छोरी, सङ्गीतको निकै पारखी छ मेरो प्यारी छोरी। नाचगान हुँदा गाह्रो हुन्छ ल्याउन फर्काएर, नाचगान हुँदा गाह्रो हुन्छ ल्याउन फर्काएर। गर्मी होस् या जाडोमा पसिना धर्काएर, कोरी बाती गरी कपाल अगाडि लड्काएर। मिठो मिठो बास्ना आउने अत्तर छर्काएर, स्टेजमा होस् या जमिनमा सबै थर्काएर। कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर, कति राम्रो नाच्छे बारुली कम्मर मर्काएर। आशा छ यो गजललाई पनि तपाईँले मन पाइदिनुहुन्छ र अर्को शुक्रबार पुनः पनि गजल शुक्रबारको भाग 412 लिएर एक नयाँ पर्यटकीय, धार्मिक तथा
ऐतिहासिक क्षेत्रबाट यार माचु पशुनी बाचासहित तपाईँ जहाँ रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, तपाईँका दिनहरू मङ्गलमय भएर बितोस् भन्ने शुभकामनासहित अहिलेको लागि तपाईँको सहयात्री तपाईँबाट छुट्टिँदैछु पुनः भेट्ने बाचासहित। हस्त हस्त जय साहित्य।